हाई एभ्रिवान, नमस्कार सिउ सबैजनालाई। यो चाहिँ अर्डर प्याकिङ गर्दाखेरिको भिडियो हो। यो अर्डर चाहिँ रहेको थियो झापा मोरङबाट। अर्डर प्याकिङ गर्दाखेरि चाहिँ हजुरहरूसँग थोरै कुरा सेयर गर्न मन लाग्यो। हुन्छ नि, हामीहरू चाहिँ अब कुनै त्यो समयमा चाहिँ सपना बुनिन्छ, देखिन्छ, कसैको पुरा हुन सक्छ, कसैको चाहिँ पुरा नहुन पनि सक्छ। हजुरहरूले चाहिँ कसले पुरा गर्नुभयो अनि कसले चाहिँ पुरा गर्नु भएन। मैले पनि त्यो कुनै समयमा चाहिँ यस्तो खालको सपना बुनेको थिएँ, देखेको थिएँ, तर मैले कहिले पनि पुरा गर्न पाएन। या त भाग्यले दिएन या त कर्मले दिएन, के भइदियो। अहिलेसम्म चाहिँ मेरो जीवनमा खालि नसोचेको कुरा मात्र भयो होइन। यो काम चाहिँ मैले गर्छु नै भनेर सपना देखेर गरेको चाहिँ काम होइन। मलाई चाहिँ बाध्यताले डोराएर चाहिँ यो काम गर्न बाध्य बनायो। यो काम गर्दै जाँदाखेरि चाहिँ यति छोटो समयमा चाहिँ हजुरहरूको चाहिँ बिस्तारै माया अनि साथ सपोर्ट पाउँदैछु। यहाँहरूको सल्लाह सुझाव अनुसार नै कामहरू गर्दै छु। अब भोलि के हुन्छ कस्तो हुन्छ त्यो त कोही कसैलाई थाहा हुँदैन। अब गर्दै जाउँ, गर्दै गएपछि के हुन्छ होइन। हामीहरू चाहिँ कति धेरैजनाले चाहिँ बितेको कुरालाई चाहिँ सम्झेर एकदमै पछुताउने गर्छौँ। तर त्यही बितेको कुराहरूले चाहिँ हामीहरूलाई एउटा जीवन के हो अनि सङ्घर्ष के हो भनेर चाहिँ एउटा पाठ सिकाउँछ होइन।